अलराइट गाइस, दिनको सुरुवात यसरी भएको छ। अहिले चाहिँ हामी भ्यू माउन्टेनतिर जान लाग्छौँ। अलरेडी ब्याक सेटअप। अनि यहाँ चाहिँ के गर्दै हुनुहुन्छ फेरि पानी भर्दै हुनुहुन्छ उहाँ चाहिँ। अहिले हामी 8:20 को ट्रेन चढ्नुपर्ने हुन्छ। अन्त चाहिँ हामी यसो पानी सानी भरेर जान लाग्यो है त। See you guys. So everyone, अहिले चाहिँ हामी भ्यू माउन्टेन तर्फ जाँदैछौँ। अहिले हामी ट्रेन स्टेसन जाँदैछौँ होइन। मलाई जाडो भयो। जाडो भयो अरे उहाँलाई चाहिँ। अब हामी ट्रेन स्टेसनबाट कहाँसम्मको यात्रा हुन्छ हाम्रो? होइन, कुटुम्बासम्म हुन्छ। अनि त्यसपछि हामी चाहिँ फेरि बस चढ्नुपर्ने हुन्छ। So hope you guys stay till the end. So don't forget to like, share and subscribe to our YouTube channel. के भन्न चाहन्छौ? त्यही हो, माया गरिदिनु होला। हस् त, धन्यवाद। So we are back again. हातमा छ कफी। कफी वाला के छ खबर? देखिँदैन। हाउ इज द कफी? ए अब खाएपछि थाहा हुन्छ कफी कस्तो छ भनेर। So we are up in the platform 2. So मेरो हातमा चाहिँ बोतल छ है फेरि यहाँ। फ्ल्याट वाइट हो नि त, त्यही भएर। यहाँबाट केही किन्न छ छैन। अहिले चाहिँ प्लेटफर्मको यस्तो साह्रो चाहिँ ऊ छैन ल। सो फेरि पनि हामी ब्याक भइसक्यौँ। अहिले हामी कहाँ पुग्यौँ? बाटो कट्यौँ। अझै ब्यागको यस्तो छ, हिरो लाएर केही पनि देखेको छैन। उसको अब चाहिँ यहाँ टिकटक सुरु हुन भएको छ फेरि। के हो त यो? यता चाहिँ मित्र जानु लाग्दो रहेछ अहिले चाहिँ। उसको चाहिँ यहाँ हल्का भिडियो सुट चलिरहेको छ। के बनाउनु लाग्यो भनिदेऊ त? टिकटकको लागि। हाम्रो यस्तो राम्रो देखिरहेको छ। देखिन यो भिडियो सँगसँगै हाल्नुपर्छ युट्युबमा। मेरो कभर चोर्यो। यो पेनरी त आइगयो। उसको काम गर्ने ठाउँ चाहिँ यता साइडमा पर्छ। देखाउने फेरि देऊ न, बिस्कुट खाऊ। म काम गर्ने त्यो हस्पिटलमा। त्यो हस्पिटल निपिएन प्राइभेट हस्पिटल। के हस्पिटल? निपिन हो के देऊ न, बिस्कुट खाऊ के। बिस्कुट किन खाने? बिस्कुट अहिले बिहान बिस्कुट खानु हुँदैन, थाहा छैन। अघि मैले यो कफीसँग खानुहुन्छ भनेर कफी किन भनेको थिएँ। म चाहिँ यहाँ ब्लग बनाउँदैछु। यहाँ कटुम्बा आइसक्यौँ है। दिस इज द लास्ट स्टप अरे। यहाँसम्म चाहिँ उता पनि जान्छ जानु त। सो हामी चाहिँ यहाँनिर कहीँ पुगिसकेको छौँ, कुटुम्बा। सो यहाँबाट चाहिँ हामी बस चढ्नुपर्ने रहेछ। मान्छेहरू टर्नै छन्।
को यो मान्छे 2-3 वटा ज्याकेट लगाएर जाडो भयो टोपी खोल न वाउ चिसो भयो एउटा पोज देऊ त थम्बनेलको लागि वाउ अब हामी यहाँबाट चाहिँ बस चढेर यता इको पोइन्ट जानुपर्ने हुन्छ ट्रेन्स lots of people over here. This is the Carrington Hotel. चाहिँ यहाँ बस चढ्न लाग्यो हामीहरू चाहिँ भर्खरै बसबाट झऱ्यौँ अहिले चाहिँ हामी इको पोइन्ट लुकआउटमा छौँ है कस्तो लागिरहेछ ब्लू माउन्टेन फर्स्ट टाइम मेरो चाहिँ आज यो शुद्ध गरेर फर्स्ट टाइम हो अन्त उसको नि फर्स्ट टाइम हो ए सेकेन्ड टाइम हो दामी रहेछ बेबी उ त्यो रहेछ कि उ त्यो स्किनी गोल्ड भनेको चाहिँ सिनिको कुन त्यही हो त्यहाँनिरको चाहिँ त्यो चाहिँ ट्रेन हो हामी हिँड्दै जान नि मिल्छ बेबी त्यहाँसम्म उयो ट्रायल हो कि तलको चाहिँ त्यही तल हो कि त्यहाँबाट अनि यस्तो तल जाने हो कि अलि हेरौँ है जाम त्यो ट्रेन चाहिँ तल माथिबाट तल आएको होला कि सायद जब यति त हुन्छ 10 सेकेन्डको मात्र हुन्छ अरे खै छैन हुन त छ होला तर थाहा छैन है कस्तो लागिरहेको छ तिमीलाई अहिले आज आउन पाउँदाखेरि तिम्रो बकेट लिस्टमा थियो भने थिएन होइन होला दिस इज द थ्री सिस्टर होइन नि यहाँबाट थ्री सिस्टर जान अझै टाइम लाग्छ यहाँबाट थ्री सिस्टर चाहिँ वाको हो होइन म त्यहाँबाट देखिन्छ होला नि मलाई पनि थाहा छैन हौ खै हेर्नु मात्रै जानुपर्छ नि अहिले बसी भेटौँ ल अहिले चाहिँ हामी वाकिङ ट्रेलमा छौँ मसँग छ यहाँ बेबी अनि त्यसपछि हामी चाहिँ उताबाट झरिनु हुन्थ्यो हामी चाहिँ यताबाट झऱ्यौँ सो हिँड अगाडि हिँड त्यो रहेछ थ्री सिस्टर्स over there. So आज चाहिँ मौसम चाहिँ राम्रो छ सन्नी डे छ सो दामी छ दामी सो हामी चाहिँ अहिले यहाँनिर ट्रेलमा छौँ अब हामी चाहिँ जानुपर्छ सायद कुटुम्बा फल्स हो कि समथिङ के छ कमर आयो भने त खाइहाल्यो भन्नुपर्छ कि दामी दामी सो वी आर जस्ट वाकिङ नो डग्स ला तिमीलाई त ल्याए नि त यार सेट फर्किन पर्ने हुन्छ अब म नो रबिस पनि भने यार अब तिमीलाई पनि फर्काउनु पर्छ प्रिन्स हेनरी क्लिफ वक अब हामी यहाँबाट चाहिँ कहाँ पुगिँदो रहेछ भन्दाखेरिमा बेबी पढेर सुनाइदेऊ लुकआउट कुटुम्बा क्यास्केड्स एन्ड कियोस के हो सिनेनिक ओल्ड ग्रान्ड क्लिफ टप वक यहाँबाट ऊ पनि रहेछ 45 to 1 hour रे सिनेनिक ओल्ड जान अब हामी चाहिँ यहाँबाट चाहिँ लेडी डार्ली लुकआउट जाने अनि त्यसपछि 1 hour त हिँड्न सकिँदैन होला 45 मिनट सक्यो भने त 1 hour नै सकिहाल्छ त्यहाँ गएर अनि ब्रेकफास्ट खाऊँ के त्यो 45 मिनट्सकोमा अनि त्यहाँबाट फेरि अनि फेरि फर्केर आउनु पर्ने 45 मिनट्स नै त्यहाँबाट बस चढ्न मिल्छ त हो त यो चाहिँ नेपालको जस्तै रहेछ है ट्रेल चाहिँ
खतरा खतरा उकालो उकालो रहेछ फेरि उकालो 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 ओह्रालो चढ्नु पर्ने हुन्छ अब हामी चाहिँ कुटुम्बा फल्स जाँदैछौँ अहिले त्यहीँ गएपछि देखाउँला है त यो चाहिँ यहाँ जङ्गल जङ्गल जानु पर्दो रहेछ जे होस् हिँड्नको लागि चाहिँ यस्तो दामी बाटो चाहिँ रहेछ सो यहाँ जङ्गल जङ्गलभित्रभित्र गएर कुटुम्बा फल्स निस्किन्छ सो hope you guys हाई कुटुम्बा फल्स रिजर्भ ल हिँड नि त ल हिँड पारी हिँड अलराइट गाइज हामी चाहिँ अघि हिँड्दै आइपुग्यौँ त्यहाँ थ्री सिस्टरबाट ग्रान्ड क्लिफ टप वाक कल्ड टुम्बा सो यहाँ चाहिँ एउटा पार्क रहेछ अनि हामी चाहिँ जस कति मिनट हिँडेर आइयो भन्दाखेरिमा लगभग 40 देखि 50 मिनट चाहिँ हिँड्नु पर्दो रहेछ यहाँसम्म आउनलाई मजा त मजा भइरहेको थियो अनि ऊ चाहिँ यहाँ छ यहाँ चाहिँ कस्तो राम्रो भ्यू यता पो हो नि मेरो राम्रो भ्यू त